केटाहरु यत्रो रुखमा चढिएको अवस्था छ हैन ल यहाँ चाहिँ टक्क लाएर लोकेसन हेरिरहेछन् ल है हाम्रो एनसी दोस्त ल अब चाहिँ हामी हैन देख्न पाइन्छ हैन यहाँ नाङ्गेमा चाहिँ हैन यो जसरी भए पनि हैन यो भिडियोले सक्दो शेयर गरेर हुन्छ कि लाइक गरेर हुन्छ कमेन्ट गरेर हैन जसरी भए पनि यो भिडियो भाइरल हुनु पर्यो हैन टक्क लाएर यो नाङ्गेमा के रे अझै के रे यो नेपाल सरकारले बढी भन्दा बढी के रे उसको बजेटको व्यवस्थापन गरेमा यो पानी यस्तो अभाव हुन्थेन यार हामी यस्तो कहाँबाट कमाएर घुम्न आएको ल हैन टक्क पानीको व्यवस्था चाहिँ नाङ्गेमा हुनुपर्छ जसरी भए पनि ल 28 दिन छ त्यसैले हामी चाहिँ 28 दिनको हामी अझै गर्नलाई बस्नेको व्यवस्था चाहिँ भइसकेको छ र त्यस्तै व्यवस्था चाहिँ एकदम राम्रो बस्नेको व्यवस्था पानीको चाहिँ अलि पानीको अभाव छ गाइस ल तिम्रो धारणा चाहिँ के छ मेरो धारणा त्यही हो अब सबै ठिकै छ भने अब पानीको चाहिँ अलि अभाव पर्यो अनि बाडर रुखमा चढिरहेको अवस्था छ हुन्छ है पानीको नक्सा कसरी आइरहेछ हाम्रो यहाँ यो बाटोमा चाहिँ हैन यो पहाडको चाहिँ यो के यो सामना गरेर हैन यस्तो खोल्चामा जान लाग्यो है गाइज हैन टक्क लाएर हैन पानीको लागि भेटिने हो कि भेटिने यत्रो पनि थाहा छैन है साथीहरु चाहिँ माथि चाहिँ बसिरहेछन् हैन टक्क हामी चाहिँ यहाँ पानी ल्याउन आएको टक्क लाएर हाम्रो चाहिँ यो टुरको समूह चाहिँ कतिजनाको छ रे हामी चाहिँ यो टुर चाहिँ 15-20 जना आएको है गाइज हामी यहाँ अलि 10 जना जति हैन पानी ल्याउन आएका छौं यहाँ चाहिँ हाम्रो 10 जना जतिको समूह छ बाटो चाहिँ यस्तो छ पुरै जंगल बाटो पनि के भन्ने जंगल झारीमा हिँड्ने छ हैन अन्दाजको भरमा गाह्रो छ यहाँ हिँड्नलाई चाहिँ